यसको आधारमा तपाईलाई पक्राउ पुर्जी दिनु पर्दैन तपाईको अन्तिम इच्छा उहाँसँग पुरा गर्ने थियो अन्तिम इच्छा एकजनासँग नहुनु अन्तिम इच्छा भने तपाईँ कानुन व्यवस्था सल्लाह यस्तो शब्द बोल्नुहुन्छ अन्तिम इच्छा भन्ने शब्द बोल्दै हुनुहुन्छ यसको शब्द होइन सर नो सर तपाईँले बोल्नु भएको अहिले अन्तिम इच्छा भने चाहिँ के हो सर यो भन्नु त तल जानलाई चाहिँ अन्तिम इच्छा भने त त्यही होइन त त्यस्तो बोलिँदैन नि सर सर डेढ साहब हुनुहुन्छ अन्तिम इच्छा भन्ने हुन्छ सर एउटा पक्राउ गर्न आएको मान्छेलाई अन्तिम इच्छा भन्ने हुन्छ त्यस्तो हुँदैन नि सर त्यस्तो हुँदैन नि सर सर अन्तिम इच्छा एउटा होइन अदालतले दिएको आदेश अदालतले दिएको आदेशलाई अन्तिम इच्छा भन्यो सर एउटा डिएसपीले एउटा पक्राउ गर्न आएको व्यक्तिलाई अन्तिम इच्छा भन्दै हुन्छ उहाँले आजलाई चाहिँ तपाईँहरूले चाहिँ एकचोटि कानुन व्यवसाय सल्लाह गरेर जान्छु भनेर भने होइन अन्तिम इच्छाको अर्थ के हो देशसाब हजुरको नाम के हो अरे हजुरको नाम होइन नाम त भन्न मिल्यो नि सर देशसाब नाम मात्रै होइन तपाईँको आइडी पनि हेर्ने अधिकार हुन्छ हाम्रो जसकै नाम होइन तपाईँको आइडी हेर्ने नै अधिकार हुन्छ अन्तिम इच्छा पढ्ने सर अन्तिम इच्छाको अर्थ के हो त्यो त चाहियो अनि त्यो पनि चाहिएला ठिक उहाँले दिन्छ अन्तिम इच्छा भने चाहिँ के हो सर अहिले हजुरले अन्तिम इच्छा सर हजुरले अहिले भर्खर तपाईँको अन्तिम इच्छा के हो भन्नुभयो नि सर त्यो पनि बोल्ने तरिका हो सर तपाईँ डेस साहब जस्तो मान्छे होइन हजुरको अन्तिम इच्छाको शब्द त्यही हो आजलाई चाहिँ नि ठिकै छ त यहाँ हामीसँग जानलाई त्यही कुरा गर्नुभएको हो नि होइन र सर यहाँ हाम्रो सभापतिज्यूलाई तपाईँहरूले पक्राउ गरेर आउँदै हुन्छ अन्तिम इच्छा भनेको के हो त सर त्यो सर नबटार्नु भन्ने कुरै होइन नि सर यसको आधारमा तपाईलाई पक्राउ पुर्जी दिनु पर्दैन यो आदेश त दिनुहोस् न आदेश त आइसकेको छ त पक्राउ पुर्जी दिनुहोस् न आदेश त अदालतको टेकेर दिएर पुर्जी दिनु पर्यो नि तपाईँले ठिक छ हजुर लेख्छु म जानै तयारै छु त लैजानुहोस् न कति भनेको यही लेखेर आउने हो मलाई पक्राउ पुर्जी त मलाई जारी हुनु पर्दैन अहिले लेख्ने तपाईँले अब तपाईँहरूलाई त्यो हजुरको आदेश आइसक्यो बोले यसो अरू के चाहियो त हजुरलाई पक्राउ पुर्जी सुन्नुहोस् न तपाईँ पक्राउ व्यवहार मान्छे भएर तपाईँ घरमा आएर तपाईँले यहाँ लेख्ने हो होइन सर प्लिज योमा पक्राउ पुर्जी लेखौँ हामी जाउँ त्यसपछि कानुनमा चाहिँ हाम्रो अगेन्स्टमा जाने ठाउँ छँदै छैन हामीले गल्ती गरेपछि मैले सही गर्नु पर्यो नि मलाई दिनुहोस् न पक्राउ पुर्जी कस्तो अचम्म यार एउटा पक्राउ दिनुहोस् न पक्राउ पुर्जी लेख्नुहोस् दिनुहोस् न भइगयो त ल दिनुहोस् न हुन्छ नि हजुर हामी वकिल साहब भोलि कानुनको विपरीत गरेपछि तपाईँ ठोक्नु होला नि त हाम्रो मुद्दा हाल्नु यस्तो भन्ने हुन्न नि म त गइसक्छु नि भोलि ठोक्नुहोस् न मलाई दिनुहोस् न पहिला तपाईँ थन्दै अनि पत्र दिने मलाई सुन्नुहोस् न मलाई सुन्ने अनि हामी सम्मान गर्छौँ पत्र दिनुहोस् न पत्र दिनु न पत्र ए सर पत्र दिनु न मलाई ए ल भयो पत्र दिनुहोस् भइदिएको त केही गर्नै परेन त छैन पत्र दिनुहोस् लैजानुहोस् एउटा पत्र त मैले दिनु पर्यो नि पत्रै हुन्न र पत्र दिनु नभइगयो त विवादै छैन त म गइहाल्छु केही छैन उहाँहरूलाई गर्न दिउन केही छैन कानुन त कानुन बनाउनेहरू नै जस्तो लाग्छ त्यही गर्न दिनुहोस् मलाई केही आपत्ति छैन म तयार छु मैले दिनुभन्दा पूर्व यहाँको नाम सोधेँ हजुरलाई हजुर उसको नाम नाम आवश्यक छैन पछि बुझिहाल्नु म 10 रुपियाँ दिन्छु त्यही राख्नु होइन साधारणभन्दा साधारण प्रश्न पनि आम नागरिकले सोधेको गर्दा पनि तयारी भएर आउनुपर्ने होइन यो मेरो हकमा पर्दैन केही नियम कानुन केही लाग्दैन मलाई लानै सुन्ने हो केही फरक पर्दैन म तयार छु नि सरकार छ नगर्न पाए के भयो यो त हामीले लाइभ नै गर्नुपर्छ आम जनताले जान्न बुझ्नै पर्ने कुरा होला नि यो त जान्न पाउँछ होला नि एउटा पूर्व गृहमन्त्री जस्तो पदमा बसेको पार्टीको जिम्मेवार सभापतिज्यूलाई उसको घरमा आएर यहाँ बसेर लेखेर अनि पत्र लेखेर लेख्नुहोस् न यता नहेर्नुहोस् यार लेख्दै हुनुहुन्छ भने लेख्नुहोस् तपाईँले कानुन बुझ्नु भएको छ तपाईँले जति पढ्नु भयो त्यति नै पढाएको छु यसो गर्न कानुनको कुरा के गर्नु पेज कति रुममा हजुर मेरो फुटी हामीले बुझिहाल्छ वकिल साहब हुनुहुन्छ बोल्नुहुन्छ ठिक छ है यो कुरो नगरपालिका हजुर बसेको यो
केही तयारी नगरी आज सबै मलाई सोध्छ अनि यो त यही गर्ने 1.5 घण्टादेखि अगाडि चाहिँ मेरो हकमा त्यस्तो त्यो सबैको हामीले त्यही गर्छौँ पक्राउ पुलिस चाहिँ स्पोर्टमा लेख्ने हो जहिले पनि हामीले खान तलासी र पक्राउ चाहिँ सिङ्गो देशले देखाएको छ ठिक छ हजुरले बुझ्नु भएको छ सर यो पक्राउपछि दिँदैछ सर लेखेर सर मन्त्रीज्यू सँगै हुन्छ सर सँगै आउने हजुर नाम ए हुन्छ सर हस् हाम्रो पछाडि होला लास्टमा अर्को यसका सक्सेसनलाई पढिहाल्नु भइहाल्छ के लिन्छ उच्च अदालत तुलसीपुर बुटोल इजलास उच्च अदालत तुलसीपुर बुटोल इजलास जिल्लाको इजलास उच्च अदालत तुलसीपुर सहकारी ठगी समिति कसो सहकारी ठगी समिति कसो र युनिफर्म पर्दैन सर अहिले आउँदैन ठ्याक्कै कुरो यहाँ पढ्नु पर्यो नि अझै चाहिँ लाग्नु हुँदैन मेरो ब्याग भन्छ न्याय दिने जनता छ केही फरक पर्दैन त्यही समयको परीक्षा हो है चिन्ता नगर नि कोहीसँग नजुक एकजनासँग नजुक केही भन्नु छैन मलाई जनताले देखेका छन् बुझेका छन् आशा छ लडाइँ लामो हुन्छ भन्ने मलाई थाहा थियो लड्छु म केही छैन आज अदालतप्रति सम्मान छ मेरो छोडिदिनु बाटो छोडिदिनु है क्लियर छोड्नु है त्यसमा यसमै हो गइहाल्नु म फास्ट यसमा हाम्रो को जान पाउँछ कोही त आउँछ यसमा पाउँदैन हामी
प्रदीपजी ए सुरेशजी यता जानु ठिकै यता आउनु यता सुरेशजी ए सुरेशजी तिम्रो अहिले यो जहाँ जहाँ छ त्यही राख्नु केही फरक पर्दैन होला गेटमा चाबी चाहिँ छोड्दिनु अरे त्यो मेरो साइन हो त साइन गरेको फोटो खिच्न देऊ न सानो कुरा यार फोटो खिच यो उहाँको लागि हो कि हजुरले फोटो खिचेर राख्नुहोस् सरलाई दिएको खोइ होइन सरलाई त्यो किन साइन नभएको पेपर किन दिनुहुन्छ एउटा उहाँको हो एउटा हामीसँग रहने कुरा हो खोइ त सरको चाहिँ उहाँको चाहिँ हामी राख्नु देखाउनु पर्छ कि अगाडि जाउँ त सुन्नु